हेलो 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 बेबी ल यस्तो फोटो बनाउन परेमा सम्झनु होला है। यस्तो कलेज फोटोहरू बनाउन बवालै हुन्छ है। सो हामीले चाहिँ यो बुटोलबाट हानेको हो के रे, यहीँ बर्गाट हानेको। यस्तो नराम्रो आयो यो, अनि त्यही भएर फेरि डबल खर्च गरेर त्यो उता बुटोलतिरबाट प्रिन्ट हानेर ल्याएको है। नराम्रो भयो क्या, अब के भने खस्यो फोटो, डबल खर्च भयो। त्यो टक्क प्रिन्ट मात्रै हानेर यस्तो लिस्टी चाहिँ पछि हाल्ने यसरी मस्त है। अनि हाम्रो लास्ट धेरै फोटोहरू आएको छ यहाँ। अब 400 पिस फोटो छ यो वेडिङ र 84 पूजाको हो टक्क है। अब हुँदैछ यसलाई चाहिँ, यो चाहिँ हाम्रो प्याकेजमै निकालिदिएको टक्क एल्बममा हालेर दिने हो। अनि तपाईँले यस्तो नगराएर करिश्मा एल्बम पनि बनाउन सक्नुहुन्छ, सब बनाइन्छ। त्यही हो, अब यसको सट्टामा करिश्मा एल्बम बनाउनु चाहिँ अलि महँगो पर्न जान्छ, अलि नै होइन डबलै महँगो पर्न जान्छ करिश्मा एल्बम गराउँदा। सो टक्क अब यो बनाऊँ है त, टक्क लाएर ओके छ त। ल साथीहरू टक्क अब स्ट्यान्डमा राखेर खिच्ने। अब टाइम ल्याप्स सुरु हुन्छ। हेलो भनिदेऊ न, राम्रै देखियो त। केलाई रिसाइसक्यो रे? ल अब टाइम ल्याप्स हेर्नु त। ल हेलो साउजी, कता भाइ? सो है हाम्रो यो चाहिँ अब टक्क भइसक्यो है। फोटो यहाँ हल्का यस्तै छ है, मैले खिचेको है। पुरै बाङ्गो भएको छ। यहाँ वेडिङको छ, यो 84 पूजाको टक्क हुन्छ। यो फ्रेममा हालेर एल्बममा हालेर दिने हो है त, टक्क लाएर। अब प्याकेज अनुसारको है सबै, यो सब प्याकेजमा हो है। सो तपाईँहरूलाई पनि चाहियो भने भन्न सक्नुहुन्छ। अनि अब यो सर्ट ट्याक्कै यो हाल्नु चाहिँ अब 1 घन्टा जति लाउँछ एल्बममा हाल्न। सो त्यो एल्बमको पनि टाइम ल्याप्स हेर्नु होला तपाईँहरू है त। मैले चाहिँ फिल्मोरा युज गर्छु होइन। सो त्यही भएर यहाँ हल्का भ्लग बनाउँदै थिएँ। अहिले टन्नै खाके मसँग भ्लगहरू, सो त्यो बनाउँदै थिएँ। अनि यता पनि बन्दैछ है। ल भ्याउन लगाइसक्यो नि यिनले। राम्रो भने जस्तो राम्रो निकालिदिनु नि यार। फोटो त राम्रो छ त। हेरौँ त, 200 वटा हो फेरि। फर्का चिसो लाग्यो। ल ओहो दामी राइट। फेरि त ल दामी बनाउने, उसले भिडियो खिच्ने, काम एउटाले गर्ने। मकै खाने के अरे, काम गर्ने कालो, मकै खाने भालु भनेको यही। तिमीले भिडियो खिच्दै नि त म बनाउँछु। न भिडियो खिच्दिनी न काम गर्न खोज्दै। भिडियो खिच्दै भयो, यहाँ स्ट्यान्ड राख्यो भयो। ए साँझ के लेख्ने यार। बाहिर मौसम त हरिब छ यार। झरी लाग्यो पुरै, झरी गाइजहरू कस्तो बबाल झरी लाग्यो। बाइक अब तिमीले हालेर भ्याइन के रे यो। अब म हाल्छु यहाँ टक्क लाएर यो है त। ल यो भयो के रे, यसलाई प्याकअप हालिदिउँ। अनि फ्रेम निकाल्नु छ यार। हजुर फ्रेम निकाल्न बाँकी हो। 84 पूजाको 4वटा चाहियो फ्रेम। 84 पूजाको लागि
चारवटा फ्रेम दिने हो अनबक्सिङ भयो गाइजहरू यो राम्रो खाले एल्बम हो कि एक्स्ट्रा पैसा दिएको हो कि यो अरू फ्रेमको त्यो त आधा जति हालिसकेँ के रे मैले तर अघि पछि भयो यस्तो मिलाउनलाई अलिक झ्याउ हुन्छ कि एकनासै मिलाउनले झ्याउ हुन्छ किनकि ठाडो र ल्यान्डस्केप खिचेको हुन्छ होइन ठाडो पोर्ट्रेट र ल्यान्डस्केप के सो त्यही अनुसार मिलाउन हेर्ने मान्छेलाई गाह्रो हुन्छ क्या जस्तो अब हामीले यस्तरी राख्यो भने मैले यस्तरी राख्दैछु होइन एकनासै हेर्नु पाएँ अब त्यो लस्करै राख्यो भने कहिले यसो गर्ने कहिले यसो यसो गरेर हेर्नुपर्छ क्या त्यही भएर यसरी राखेको अघि पछि चाहिँ भए यस्तै हो अब पोटेटोवाला हालेर भ्याइयो अब ल्यान्डस्केप हाल्ने तर अघि पछि भयो भने चाहिँ अलि उसै हुन्छ कि जिगज्यागै हुन्छ यसो सोच्दा नराम्रै हुन्छ तर के गर्ने त अब यस्तो ल्यान्डस्केप फोटो हाल्नु लाग्यो लगाएर फेड घटाउ ल भयो यो पनि हालेर भ्याइयो अगाडि पछाडि भयो तर ठिकै छ केही छैन यत्रो टाइम लाग्छ यार सर ल है त है अब फ्रेम बनाउनु छ यो दुइटैको टक्क लगाएर सो आज कति हो र 13 हाल भोलि हाल्दै हुन्छ 14 हो यहाँ 1-2 दिन पहिले हालौँ न जल्दी हाल्दिन टक्क ल फोन गर्छ ल थ्याङ्क्स बाइ प्याकेज अनुसार चाहिँ यो 6000 पर्छ यसलाई यो एल्बम फोटो सबै गरेर 6000 पर्छ के रे अब त्यो दिनुपर्छ यार खाइदै बस्दैन यार